जब प्यारानलमा विशेषज्ञहरूलाई संयुक्त राज्य अमेरिकाको सबैभन्दा भुतिया घर कुन हो भनेर सोधिन्छ, उनीहरू प्राय एउटै नाम लिन्छन्, स्याली हाउस, जुन क्यान्सस राज्यको एटचिसन सहरमा अवस्थित छ। सेतो र नीलो किनार भएको दुई तले यो घर बाहिरबाट हेर्दा सामान्य देखिन्छ, तर यसभित्र गहिरो अँध्यारो इतिहास र अशान्त आत्माहरू बसोबास गर्छन् भन्ने छन्। ती आत्माहरूमध्ये केही अत्यन्त हिंसात्मक पनि मानिन्छन्। यो घरको नाम एक सानी केटी स्यालीबाट राखिएको हो, जसको दुःखद मृत्यु यही घरमा भएको थियो। उनको आत्मा यही अड्किएको विश्वास गरिन्छ। तर स्याली मात्र होइन, अन्य आत्माहरूले पनि यो घरलाई आफ्नो वासस्थान बनाएको मानिन्छ, जसका कारण यो घर भूत खोज्नेहरूको बीचमा अत्यन्तै कुख्यात बनेको छ। स्याली हाउसको कथा 1900 को सुरुवाततिर सुरु हुन्छ। त्यो बेला यो घर डाक्टर चार्ल्स फिन्नीको स्वामित्वमा थियो। उनका पिता माइकल फिन्लीले यो घर 1867 देखि 1871 बीच निर्माण गरिएका थिए र 1872 मा यही घरमै उनको मृत्यु भयो। डाक्टर फिन्लीले आफ्नो परिवारसँग माथिल्लो तलामा बस्थे र घरको अगाडिको कोठामा आफ्नो चिकित्सा क्लिनिक चलाउँथे। त्यो समयमा एटचिसन सहरमा कुनै अस्पताल थिएन, त्यसैले सबै आकस्मिक उपचारहरू चिकित्सकहरूले आफ्नो घरबाट गर्ने गर्थे। एक दिन एक आमाले आफ्नी 6 वर्षीय छोरी स्यालीलाई गम्भीर अवस्थामा डाक्टर फिन्ली कहाँ ल्याइन्। स्यालीलाई तीव्र पेट दुखाइ थियो र उनको एपेन्डिक्स फुट्न लागेको थियो। उनलाई बचाउने अन्तिम प्रयासमा डाक्टरले एनेस्थेसियाले काम गर्नु अघि नै शल्यक्रिया सुरु गरे। स्याली असह्य पीडामा चिच्याइन् र अचानक शान्त भइन्। डाक्टरले उनलाई बचाउन सकेनन्। यही दर्दनाक मृत्युले स्यालीको आत्मालाई त्यो घरमै बाँधिएको मानिन्छ। धेरै वर्षसम्म घर शान्ति नै रह्यो, तर 1992 मा नवविवाहित दम्पति टोनी र डेब्रा पिकम्यानले यो घर किने। उनीहरू पहिलो सन्तानको अपेक्षामा थिए र माथिल्लो तल्लोको एउटा कोठालाई नर्सरी बनाए। सुरुमा सबै कुरा सामान्य थियो, तर केही समयपछि अनौठो घटनाहरू हुन थाले। बत्ती आफै निप्ने, ओभनको टाइमर बज्ने र उनीहरूको शान्त स्वभावको कुकुर नर्सरीमा प्रवेश गर्न डराउने। सबैभन्दा डरलाग्दो घटना तब भयो जब उनीहरूको बच्चाका खेलौनाहरू नर्सरीको भुइँमा थुप्रिएको अवस्थामा भेटाए। बारम्बार खेलौना सारिन्थे, राखे पनि फेरि आफै झर्थे। टोनीको दाजु ल्यारी आउँदा पनि यस्ता घटनाहरू दोहोरिए। डराएका पिकम्यान परिवारले सहयोग खोजे। ल्यारीले क्यालिफोर्नियामा बस्ने एक साइकिक बारबरालाई सम्पर्क गरे। उनले घरमा 8 देखि 13 वर्षको एउटा केटीको आत्मा रहेको र उनको नाम स्याली भएको बताइन्। त्यसै समयमा टोनीकी आमाले घरमा पहिलो बस्ने एक महिलासँग कुरा गरिन्। ती महिलाले कहिलेकाहीँ अजीब गन्ध आउने र खेलौनाहरू आफै सर्ने गरेको सम्झाइन्। उनका बच्चाहरूले त्यसको कारण स्याली भनेका थिए, जसलाई उनले कल्पनाको साथी ठानेकी थिइन्। बारबराले स्याली हानिकारक नभएको, केवल एक्लोपन र डरका कारणले यस्तो व्यवहार गरिरहेको बताइन्। उनले आत्मालाई स्वीकार गर्न र व्यवस्था नगर्न सल्लाह दिइन्। डेब्राले यो कुरा गहिरो रूपमा अपनाइन्। उनले स्यालीसँग कुरा गर्न थालिन् र उपहार स्वरूप एउटा पुतली पनि दिइन्। केही समयपछि त्यो पुतली बच्चाको क्रिबमा भेटियो। डेब्राले स्यालीलाई निर्दोष ठानिरहँदा टोनीको अवस्था झन् खराब हुँदै गयो। उनले अरूले नसुन्ने आवाजहरू सुन्न थाले, शरीरमा नङ्ग्राले कोरे जस्तो घाउ देखा पर्न थाले र वस्तुहरू आफै सर्न थाले। टोनीका अर्का दाजु जर्जको अगाडि नै एउटा टेडी बियर आफै घुम्यो। जर्ज केही समयका लागि चल्नै नसक्ने भए। टोनीको पिठमा एमसी लेखिएको गहिरो घाउ देखियो, जसलाई घरका पहिलो मालिक माइकल क्रोमन फिन्लीका आधा अक्षर मानिन्छ। एक अधवयस्क महिलाको आत्मा पनि देखिन थाल्यो, जसले टोनीलाई सपनामा मार्ने धम्की दिन्थे। बच्चा राति अस्वाभाविक रूपमा चिच्याएर उठ्न थाल्यो। घरमा आगो आफै बल्न थाल्यो। मैनबत्ती, तेलको बत्ती, यहाँसम्म कि खेलौना पनि। यी घटनाहरूको खबर फैलिँदै गएपछि साइटिङ्स नामक टिभी सोले अनुसन्धान गर्न आयो। क्यामेराको अगाडि नै टोनीमाथि आक्रमण भयो। आत्माहरू अझ आक्रामक बने। टोनीलाई ब्ल्याकआउट हुन थाल्यो, हिंसात्मक विचार आउन थाले। एक अवस्थामा उनले आत्माको आवाजको प्रभावमा परेर एउटा आवारा बिरालो मारिदिए। आवाजहरूले उनलाई आफ्नै पत्नीलाई हानि गर्न उस्काइरहेका थिए। एक रात टोनीलाई सिडीबाट बलपूर्वक धकेलियो, रेलिङ भाँचियो। यसपछि मात्र डेब्राले यो घर खतरनाक छ भन्ने स्वीकार गरिन्। 2 हप्ताभित्रै परिवारले घर छोड्यो। आज पनि स्याली हाउस प्यारानर्मल अनुसन्धानकर्ताहरूको आकर्षणको केन्द्र बनेको छ। आगन्तुकहरूले चिसो हावा, आफै सर्ने वस्तुहरू, आगलागी र आक्रामक आत्माको अनुभव गरेको बताउँछन्। कतिपयले बेसमेन्टमा अझै पनि एक दुष्ट आत्मा रहेको विश्वास गर्छन्, जसले अरू आत्मालाई प्रयोग गरी मानिसहरूलाई फसाउँछ। स्यालीको आत्मा भने अझै पनि त्यही घुमिरहेको मानिन्छ, कहिलेकाहीँ शरारती, कहिलेकाहीँ हानिकारक। भूत होस् वा अझै अँध्यारो केही, स्याली हाउस आज पनि अमेरिकाको सबैभन्दा डरलाग्दो घरहरूमध्ये एकका रूपमा चिनिन्छ। यस्तै रोचक कथाको लागि फलो गर्नुहोस् थप विचार।